वीरपाडामा हिजो भएको हनुमान जयन्ती रेली तपाईहरुलाई देखाउन गइरहेको छु। हनुमानले सानो उमेरमा घामलाई खानु भएको थियो, त्यसको सुन्दर झाँकी यहाँ देखाइएको रहेछ। अयोध्यामा बनिएको राम मन्दिरको दर्शन पनि यहाँ गरियो। राते र पहेँलै ध्वजाहरूका साथ रेली अघि बढिरहेको छ। यो व्यक्तिले शरीरभरि सिन्दुर दलेर मुखमा दुवैपट्टि केही वस्तु खाँदेर हनुमानको रूप धारण गरी हिँडिरहेको छ। वानर सेनाहरू पनि गर्मीले ठण्डा पिइरहेका छन्। माडवाडी युवा मञ्चद्वारा बेटी बचाओ बेटी पढाओ नाराको साथ बुलेट बाइकमा नारीहरूलाई बसाएर रेली निकाले। यहाँ शिवजी पनि माता पार्वती सहित आउनु भएको छ र एकैछिनमा शिवजीले ताण्डव नृत्य पनि देखाउन थाल्नुभयो। यहाँ हनुमानजीको पनि दर्शन भयो र बाटोमा प्रसाद पनि वितरण भइरहेको छ। मैले पनि प्रसाद बाँडिरहेको ठाउँबाट प्रसाद ग्रहण गरे। हाम्रो गाउँका दाजुहरू पनि जय श्री राम भन्दै रेलीमा आएका रहेछन्। अयोध्यामा विराजमान रामलल्लाको मूर्ति पनि झाँकीमा समावेश गरिएको थियो। एउटै लुगा लगाएका ढाक बजाउनेहरू पनि ढाक बजाउँदै बजाउँदै पुरानो बस स्ट्यान्डसम्म आइपुगे। रामायण लेख्ने वाल्मीकि ज्यूसँग पनि तपाईहरुको भेट गराइदिएको छु। भिडियो मन परे शेयर गरिदिनु होला। काली माता पनि आज यस रेलीमा आउनु भएको थियो। मैले सबैबाट आशीर्वाद पनि लिए। यहाँ हेर्नुहोस् त, यो चाहिँ कस्तो उपद्रो होला। पानी हाल्दै ढोल बजाइरहेका छन्। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो क्षेत्रका रिपोर्टर। हातमा मोबाइल मुखमा पान हाम्रो रिपोर्टर सलमान खान। भिडलाई नियन्त्रण गर्न पुलिस प्रशासनले पनि धेरै खटिरहेको छ। हाम्रो पुलिस दाजुहरूको निम्ति एउटा लाइक त अवश्य भन्छ है साथी हो। र अन्तमा ढोल र ढाकको तालमा नाच्दै र गाउँदै यो रेली वीरपाडा रामजानकी मन्दिरमा गएर टुङ्ग्यो।